गाइज वेलकम टु माई फर्स्ट ब्लग हैन। अब यहाँको चाहिँ 5000 सब्सक्राइबर छ गाइज। हेर्नु यसको थोपडा हेर्नु 5000 सब्सक्राइबर भएको मान्छेको त्यहाँ बाटो टाउको म भन्न के चाहन्छु भने सबैले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भन्न चाहन्छु। हजुर यहाँ कसरी आइपुग्नु भयो खुट्टाले ल म एकछिन चाहिँ तपाईले हेर्नु यो खैरेन चौरको यो उस हो हेर्नु यहाँ के लेख्या रोइदिनु त एकचोटि। हेलो गाइज वेलकम टु माई फर्स्ट ब्लग हैन। अब यहाँ चाहिँ हाम्रो यो फुच्चे भाइ भन्ने छ हैन। यो यहीँ सही अनि चाहिँ अब हाम्रो जीवन दाइ पिङ खेलिरहनु भएको छ। यो ठाउँमा प्रमोसन गराउनु पऱ्यो कि हेर्नु यस्तो बबाब बढिया छ। यो पिङमा खेल्ने मान्छे कोही छैनन्। हल्लाइदिन्छ कसरी पिङ खेले भन्नु त केही छैन। यस्तो केटाहरूलाई यस्तो हल्लाइदिउँ न। हेलो ठिक छ नि केही कुछ नगरौँ है ल म हल्लाइदिन्छु ल गाइज म हल्लाइदिन्छु है। बस नअलि बस हाल यता 2 किलोको ढुङ्गा हाल्नु पऱ्यो। सिधै बसे होइन ल ल राई छ ल यहाँ जीवन सर हुनुहुन्छ। यो ठाउँ यस्तो है ल हाम्रो यहाँ एउटा युट्युबर हुनुहुन्छ विकास भन्नुहोस् त। सब्सक्राइबर कति रे 5000 कति रे युट्युबर भन्नु न 5700 च्यानलको नाम के छ? यसको च्यानलको नाम मेरो च्यानल सिक्रेट छ। यसको चाहिँ 5000 सब्सक्राइबर छ गाइज। हेर्नु यसको थोपडा हेर्नु 5000 सब्सक्राइबर भएको यहाँबाट माथि ट्याङ्की रहेछ है के जाने ट्याङ्कीतिर। यहाँ बाघ नि आउँछ होइन। म देखाइदिन्छु है आज बाघ त्यहाँ ल हेर्नु बाघ ल है यहाँ हल्ला नगर भाइ त्यहाँ हेर्नु ल बाघ त्यहाँ हेर्नु बाघको टाउको तपाईँले मलाई ल्याएर भन्नु तपाईँ के गर्न चाहनुहुन्छ भने म भन्न के चाहन्छु भने मेरो गाइज यिनीहरू चाहिँ कन्टेन्ट क्रिएट गरिराख्नु है ल। हेलो तपाईँ पिङ खेलेको मान्छे तपाईँले भन्न के चाहनुहुन्छ आखिरमा? म भन्न के चाहन्छु भने सबैले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भन्न चाहन्छु। सबैले मेरो च्यानललाई सब्सक्राइब मात्र गरिदिने अरू नि भिडियो हाल्दै होला गाइज यिनीहरू चाहिँ कन्टेन्ट बनाइराख होइन। हाम्रो बस्नु हो गाइज। मैले चाहिँ तपाईँहरूलाई अघि नै बाघ देखाइसकेको थिएँ है। त्यो बाघ चाहिँ अहिलेसम्म त्यहीँ छ हेर्नु है। त्यो रुखको फेदमा त्यहीँ छ अझै बाघ त्यहाँ पारि रुखको फेदमा हेर्नु त। अझै म जुम गरेर देखाइदिन्छु त्यहाँ पारि त्यो रुखको फेदमा उतापट्टि बसेँ है। अघिदेखि त्यहीँ छ बाघ। म चाहिँ यहाँबाट छु यहाँबाट बसिरहेको छु है। यस्तो है माथि गएँ म त गाई जान्छ क्या हो। तपाईँले के भन्नु नि म भन्न के चाहन्छु भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भन्नु है। पानी परिरहेको छ यहाँ हेर्नु नि माथि चढेको कि म चाहिँ पिङको माथि। तपाईँ के भन्न चाहनुहुन्छ? म यो भन्न चाहन्छु कि यो पिङ यहाँबाट होला नि। यहाँ यो पिङलाई चाहिँ प्रमोसन गर्नु पऱ्यो। यो पिङलाई यो रोटे पिङलाई यहाँ चाहिँ खै बस्ने मान्छे छैन घुमाउने त। अब तपाईँ के भन्न चाहनुहुन्छ? हमसे नाउ पाएगा हमसे मार सुन्नु मलाई तपाईँ के भन्न चाहनुहुन्छ भन्? हमसे नाउ पाएगा भन्न के चाहन्छु गाइस पिङ खेला तपाईँ के भन्न चाहनुहुन्छ? म पिङ धकल्दिनुस् भन्न चाहन्छु। तपाईँ के भन्न चाहनुहुन्छ? भन्न के चाहन्छु भने सबैजनाले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। नमस्कार सर। हजुर के भन्न चाहनुहुन्छ? पानी पर्यो छ भन्न चाहन्छु। हो अरू के भन्न चाहनुहुन्न? भन्न चाहन्न पानी पर्यो छ हजुर यहाँ कसरी आइपुग्नु भयो? हिँडेर खुट्टाले ल म एकछिन चाहिँ पिङ धकालिदिन्छु है। भतेरी भन्ने ठाउँ हो यो भतेरी ल हजुरको च्यानलको नाम के हो? मेरो सागर भुसाल 12 के भन्न चाहनुहुन्छ? दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? मेरो च्यानल सब्सक्राइब गरिदिनु होला। ल ठिक छ ल गाइस यो पनि खाली छ पिङ त खाली भयो। यता आइज त यता सर नमस्कार। नमस्ते स्वागत छ तपाईँलाई मेरो च्यानल।
यहाँ चाहिँ हामीले चाहिँ राम्रोसँग हेर्दाखेरि चाहिँ यहाँ अलिकति भएन यस्तो छ ल यो के हो तपाईँ आफै भन्नु है ल हेर्नु त्यहाँ मर्न मनाइ छ अरे अनि रु 500 जरिमाना नगर लगन्ते छ ल हेर्नु है तपाईँले हेर्नु यो खैरेनी चौरको यो उस हो हेर्नु यहाँ के लेख्या जथाभावी दिसा पिसाब गर्न मनाइ छ रु 500 जरिमाना लागन्ते छ लागन्ते यहाँ चाहिँ त ठिक छ हाम्रो बस्ने ठाउँ छ यहाँ जथाभावी दिसा पिसाब मर्न मनाइ छ भन्छन् अब के भन्ने ल हाम्रो जीवन सर चाहिँ लग्जरी कुर्सीमा बस्नु भएको छ सर हजुरको कुर्सी कतिको हो यो सिंहासन हो ओहो 5 को भन्दा नि अझ खै हेरौँ त खै यो कुर्सी हेर्नु पछाडिबाट कुर्सीको डिजाइन हेर्नु डिजाइन हेर्नु वा यहाँ कुर्सीमा पानी भर्न पनि पाइन्छ माथि ढुकुर भएर लुक लाइक ल गाइज हामी सगरमाथा चढ्थ्यौँ सगरमाथाको यो दोस्रो नेपालको दोस्रो अग्लो पुल ल सगरमाथाको माथि जानु छैन यहाँ त पहिला यहाँ माथि जाने थियो है अहिले चाहिँ खै यो ठाउँ के भयो यो बहिनी यस्तो छ यो उफ्रिन जाँदा जस्तो तपाईँ के भन्न चाहनुहुन्छ स्वर्ग जाने पुल बनाउन चाहन्छु माथि जाने हाम्रो सर यहाँबाट माथि जान नपाउँदाखेरि हजुरलाई कस्तो लागिरहेको रोइदिनु त एकचोटि मान्छेको भिड राख ल हेर युट्युब च्यानलबाट यसो प्रमोसन हानिदिएको हो पिङमा भिड राख गाई ज्यादा पिङ राख्नु है छन् कस्तो लागेको जान्छ नि 10 रुपियाँ ल एक्लै ल हेलो गाइज अहिले चाहिँ हाम्रो प्रमोसन भएपछि एउटा फुच्चे त्यहाँ दुईवटा फुच्चे अनि यता हेर्नु मान्छे थुप्रै उता पिङखाने मान्छे त्यता मान्छे मैले प्रमोसन गरेपछि चाहिँ यहाँ चाहिँ एकदम मान्छेको भिडभाड लाग्यो है आज खैरानी चौर केटाहरूले दसैँमा टिका लगाएको पैसा धेरै भयो अरे ल गाइज यो चाहिँ हाम्रो मेरो सब्सक्राइबर हो कि होइन हो भने ल केटाहरूले यो फुच्चे चाहिँ अलिक बढी बोलिँदैछ ल मेरो सब्सक्राइबर हो भने यहाँ ट्याग सब्सक्राइबर हो हामी चाहिँ तपाईँको एकदम ठुलो फ्यान यहाँ यस्तो सानो घर छ जुवा आम फाल्यो त्यसले 100 रुपियाँ भन्यो नि यहाँ कोही आम फाल्न सक्दैन यस भिडियोमा सबैले सब्सक्राइब गर्नु होला 100K सब्सक्राइब पुगोस् मेरो च्यानलमा ल